हाँस्नु कि रुनु साथीहरू एकदम इन्ट्रेस्टिङ है, इन्ट्रेस्टिङ कुरा छ है, सुन्नु ल एकैछिन। आज चाहिँ होइन मेरो चाहिँ खल्तीमा जान्छौँ 400-500 रुपियाँ, 400-500 थिएन है, नभएको कुरा गर्नु हुँदैन, 350, 400, 150 पैसा थियो खल्तीमा पाइन्टको गोजीमा। अनि त्यसपछि त्यही गोजीमा चाहिँ मेरो फोन पनि थियो। अनि मेरो चाहिँ बाटोमा स्कुटरमा हिँड्दाखेरि फोन कल गर्नुपर्ने काम हुन्छ। मैले चाहिँ स्कुटर साइड लगाएर चाहिँ फोन कल गर्छु। फोन कल गर्नलाई फोन झिक्दाखेरि सट्ट खल्तीबाट पैसा झर्छ है, पैसा खस्दाखेरि मेरो मनमा के हुन्छ भने पैसा खस्यो मेरो भन्ने मलाई पनि थाहा छ होइन। अनि त्यसपछि मैले चाहिँ पैसा टिप्नतिर लाग्दिनँ कि, फोन डायल गरिसक्छु अनि त्यसपछि टिप्छु भनेर पैसा फोनै डायल गर्नतिर लाग्छु। फोन डायल गरिसकेर फोन डायल गर्दा गर्दै एउटा मान्छेले साइडबाट आएर पैसा पुरा टिपेर लान्छ, लगेको पनि मैले देख्छु है, कस्तो इन्ट्रेस्टिङ छ सुन्नु ल। अनि लगेको पनि देख्छु, देखिसकेपछि के हुन्छ भन्दाखेरि मैले फोन डायल गर्छु, डायल गरिसकेर फोनमा कुरा गरिसकेर स्कुटर स्ट्यान्ड लगाइओरी म त्यो पैसा लगेतिर जान्छु। पैसा लगेर कहाँनिर गयो भनेर मैले थाहा नपाए जस्तो गरेर 2-3 ठाउँमा गएर सोधिदिए जस्तो गर्छु कि, 2-3 जनालाई सोधे जस्तो गर्छु। अनि त्यसपछि जसले पैसा टिपेको उसैलाई पनि सोधेको हुन्छु क्या मैले, सोधेको हुन्छु। तर उसले के भन्छ थाहा छ, आमे हामीले त देख्यौँ न त, अनि मान्छेले है पैसाको लागि कस्तो गर्छन् नि, आँखाकै झिमिकमा मान्छे त्यहीँ हुँदा हुँदै आमा कसरी गर्न सकेका नि भनेर उल्टै के मलाई नि सम्झाएर फुरुकै ठिक्कै पारेर। अनि मैले चाहिँ फेरि कस्तो भने चिनी राखे जस्तै मान्छे पनि भएको भए। अनि तपाईँले भर्खरै पैसा टिपेर ल्याएको होइन मेरो भनेर चाहिँ मैले भन्न सक्दिनँ कि 2-3-4 सयको लागि। तर अहिले चाहिँ मैले यो भिडियो किन बनाएको भन्दाखेरि हुन त अब त्यो मान्छेले टिपेर लग्यो होइन, टिपेर लगिसकेपछि अब उसले त त्यसो भन्नु, मैले अहिले भर्खर टिपेर ल्याउनु भएको होइन भनेर भन्न पनि सकिनँ नि त, मलाई त्यस्तो भन्न मन लागेन। अनि मान्छे यस्तो गर्छन् भनेपछि तपाईँहरूले मैले चाहिँ के भन्न खोजेको भने हामीले चाहिँ फोन र पैसा एउटै गोजीमा कहिले पनि नराख्नु होला। अब लगे लग्न त मान्छे यस्ता पनि हुँदो रहेछन् है भन्न खोजेको एक। अनि अर्को चाहिँ मोबाइल तपाईँको खल्तीमा पनि नराख्नु होला। अनि खल्तीमा मोबाइल राख्दाखेरि म कि मोबाइल मात्र राख्नु होला कि पैसा मोबाइल एउटै खल्तीमा राख्नु भने मेरो जस्तै घटना घट्ला है साथीहरू, त्यति नै भन्न आएको ल।